दाइ नमस्ते। नमस्ते, धन्यवाद यहाँलाई। हामीसँग हुनुहुन्छ यो नागदेवी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण खड्काज्यू। दाइ हिजो हामीले एउटा यो रुखको फोटो हालेका थियौँ, निकै प्रश्नहरू आयो, यो रुखलाई अब सार्ने कि यो एसएन हाइवेमा पर्दो रहेछ अथवा के गर्नुहुन्छ दाइ यसलाई? यो चाहिँ हाम्रो यो सुन्दरचर नगरपालिका वडा नम्बर 9 मा रहेको नागदेवी स्थान हो। यो चाहिँ पूर्वाञ्चलको एकमात्र नागको प्रतिमा सहित हामीले यहाँ निर्माण मन्दिर पनि गरेका छौँ र यो पछाडि देखेको रुखमा चाहिँ हाम्रो नागको थान रहेको छ। यहाँ चाहिँ नागको वासस्थान भएको क्षेत्र र यहाँ चाहिँ नागहरूले चाहिँ यस क्षेत्रमा चाहिँ नागहरू अत्याधिक भएको हुनाले हामीले चाहिँ 56 सालदेखि नै पूजाआजा गर्दै दैनिक रूपमा आइरहेका छौँ र यो रोड विस्तार गर्ने क्रममा चाहिँ अहिले यो चाहिँ रोडको मध्यभागमै यो चाहिँ हाम्रो नाग थान परेको हुनाले रोड विभागसँग पनि हामीले समन्वय गरेर यो रोड कन्ट्र्याक्टरहरूसँग समन्वय गरेर यसलाई चाहिँ हामीले यहाँ सार्ने भनेर चाहिँ यहाँ ठाउँ पनि बनाउँदैछौँ। उहाँहरूले पनि काम गर्दै हुनुहुन्छ र अझै अलिकति काम गर्न बाँकी छ। अहिले म काम गर्न बाँकी पनि यहाँहरूलाई देखाउने छु र यो हामीले यहाँबाट जुन थान छ हाम्रो थान चाहिँ हामीले यहाँ सार्ने नै छौँ र यो रुख चाहिँ सार्नलाई पनि समस्या र यहाँ सारेपछि पनि यो नसर्ने भन्ने यहाँ विज्ञहरूको चाहिँ धारणा आएको हुनाले हामीले रुखलाई चाहिँ अब यो थानलाई सारिसकेपछि रुखलाई चाहिँ हामी काट्ने छौँ र यहाँ नयाँ रुख रोपेर फेरि नयाँ यहाँ ठाउँमा चाहिँ हामीले मन्दिरकै छेउमा यसलाई हामीले चाहिँ स्थानान्तरण गर्नेछौँ। जस्तो अघि हजुरले भन्नुभयो यो रुखको मुनि अझै पनि नाग देवताको बास छ, यहाँ हामी नाग सर्पहरू देख्न सक्छौँ भन्नुभयो, के सत्य हो त यो? एकदम सत्य हो। यो रोड जसले बनाउँदै हुनुहुन्छ उहाँहरूले पनि देख्नुभएको, उहाँहरूले पनि धेरैचोटि आएर यहाँ नाग चाहिँ प्रत्यक्ष रूपमै चाहिँ त्यो नाग थानसँग मै बसेर धेरै दिनसम्म बसेर त्यहीँ दुलो छ नाग बस्ने ठाउँ, त्यहीँ बस्ने। अस्ति पनि फेरि एकचोटि यो रुख काट्न भनेर अलिकति आउनु भएको थियो एकजना, त्यो रुख यहाँ काट्न सुरु गरेपछि फेरि नाग त्यो दुलाबाट निस्केर बाहिर आउनु भएर फेरि उहाँहरूले छोडेर जानुभएको छ र यो विधि सम्मत रूपमा यहाँको चाहिँ क्षमा पूजा गरेर यसलाई स्थानान्तरण नगरिकन चाहिँ यो रुख अहिले हामी काट्दैनौँ। जस्तो मान्छेले अब यो रुख काट्दाखेरि अनर्थ हुने हो कि अब नागदेवी हजुर यही हुनुहुन्छ भन्नुभयो, काट्ने बेलामा चाहिँ नाग निस्किरहेको छ भनिरहेको अवस्थामा चाहिँ अहिले अनर्थ हुने हो कि भन्ने किसिमको एउटा जनचासो पनि छ के हो? यो जनचासो एकदम सबैमा छ। हामीले चाहिँ अब यो आफ्नो चाहिँ धर्म संस्कार संस्कृति रीतिरिवाज यो अनुसारले चाहिँ हामीले यो चाहिँ अब के भन्छ यो स्थानान्तरण गर्नलाई चाहिँ क्षमा पूजा गर्ने होइन, त्यसपछि रुद्री चण्डी पाठहरू लगाउने गरेर चाहिँ त्यसपछि प्राण प्रतिष्ठा पनि गरेर हामी यसलाई सार्दैछौँ थानलाई। त्यति गरिसकेपछि हामीले क्षमा मागेर क्षमा पूजा गरिसकेपछि पक्कै पनि नागले पनि हामीलाई साथ दिनुहुनेछ र उहाँ पनि स्थानान्तरण हुनुहुनेछ भन्ने हामीले आशा लिएका छौँ। यो चाहिँ यहाँको पुरानो नागदेवीको मन्दिर, जहाँनिरबाट चाहिँ यो नागदेवी मन्दिरको स्थापना भएको मानिन्छ। यो रुखको जरा पहिला चाहिँ खाडल थियो एउटा यहाँनिर, अब अहिले त यो निर्माण हुँदा फेरि पुरिँदैछ। अहिले जुन यहाँ तपाईँहरूले देख्दै हुनुहुन्छ यहाँनिर यो तल चाहिँ यो जुन सानो हरियो बुट्टाहरू छ ठ्याक्कै हो, त्यहाँनिर चाहिँ दुला छ, त्यहीँनिर नाग बस्नुहुन्छ अहिले। अस्ति पनि यो यहाँनिर यो जुन छ यो यहाँनिर त्यो जेसिबी ल्याएर यो यसरी भाँच्दाखेरि पनि यहाँबाट चाहिँ यही त्यो हरियो बुट्टा भएको ठाउँबाट नाग निस्किने बसेपछि उसले छोडेर भागेको थियो। यो जेसिबी दाग हो यो? जस्तो हाम्रो यहाँ दाइले भर्खर जानकारी गराउनु भन्छ जेसिबीले यो रुखलाई ढाल्न खोज्दा फेरि नागदेवी आएर चाहिँ सर्प निस्केर रोकेको भन्ने कुरा गर्नुभयो। अलिकति यो रोड बनाउँदाखेरि पनि यहाँ के भएको थियो भन्ने कुरा म यहाँहरूलाई जानकारी गराउँछु। सुरुमा यहाँनिर हाम्रो कलबोट उतापट्टि बनाउँदाखेरि यहाँनिर चाहिँ यो रोडवालाले चाहिँ क्षमा पूजा नगरिकन चाहिँ बनाएको हुनाले उसको दुईटा जेनेरेटर आफै बिग्रियो, एउटा जेसिबी पनि बिग्रेर 5-7 दिन थन्क्यो। त्यसपछि उनीहरूले चाहिँ यहाँ केही शक्ति छ भन्ने भएर त्यसपछि यहाँ अगरबत्ती ल्याएर उनीहरूले पनि चाहिँ पूजा गरिसके पछाडि त्यसपछि मात्र उनीहरूको पनि त्यो कामहरू उता सफल भयो। त्यसै गरी पछाडि यहाँ उनीहरूले अलिकति यो मन्दिरलाई चाहिँ व्यवस्था गर्दै चाहिँ उनीहरूले यहाँ अलिकति काम अगाडि यसलाई हस्तक्षेप गर्न खोजेर त्यसो गर्दा पनि यहाँनिर चाहिँ लगभग 22 दिन जति चाहिँ दिउँसोभरि निस्किएर यहीँ बस्ने र फेरि दुलामा छिर्ने भएको थियो। यहाँका सबैलाई थाहा छ र यो रोड जो बनाउनुहुन्छ उहाँहरूलाई पनि थाहा छ। त्यसपछि फेरि यहाँनिर अब केही भएको थिएन, त्यसपछि नाग निस्किएको थिएन। पछाडि फेरि यो हाँगाहरू चाहिँ भाँच्नलाई यहाँ चाहिँ जेसिबी ल्याएर यो हाँगा भाँचेपछि
फेरि यहाँ नाक निस्केर चाहिँ ऊ भएपछि त्यो जेसिबी वालाले फेरि नगरिकन अहिले निस्केर गएको छ र अलिकति थोरै काम बाँकी छ रोड विभागले गर्दै छ रोड विभागले यहाँ जहाँ थियो नाक थानमा मुहान अहिले त्यहाँको चाहिँ मुहान सुकेर अहिले अलि यहाँनिर ठ्याक्कै अहिले हामी यहाँ जहाँ छौँ होइन यहाँनिर यहाँबाट यहाँ उम्रिँदैछ अलिअलि अरू अलिकति तलतिरबाट उम्रिँदैछ यो चाहिँ यो कन्स्ट्रक्सनको काम रोडको काम चल्न थालेपछि त्यहाँको मुहान सुकेर तलतिरबाट फेरि पानी थोरै जति यो कन्स्ट्रक्सन अहिले रोडले बनाएको छ यो कलबोट ठ्याक्कै सके पछाडि चाहिँ त्यहाँबाट अहिले चाहिँ उम्रिँदैछ पानी त्यो ठाउँबाट अलिकति त्यो कन्स्ट्रक्सनले गर्दाखेरि चाहिँ सरेर अहिले यहाँ ठ्याक्कै मन्दिरकै छेउबाट उम्रिँदैछ जस्तो यो नागदेवीको मन्दिर त धेरै ठाउँमा हुँदैन मलाई लाग्छ यो पूर्वमा पनि कमै मात्रामा नागदेवीको मन्दिर छन् यस्तो ऐतिहासिक धरोहरलाई संरक्षण गर्नुपर्छ भन्ने धेरैको माग पनि रहेको छ है तपाईँलाई अन्तिममा एउटा प्रश्न सोध्न चाहन्छु सो यो रुख यदि काट्दाखेरि पछि अनिष्ट हुने सम्भावना अथवा यो ठाउँको चाहिँ जुन ऐतिहासिकता थियो त्यो चाहिँ मर्न सक्ने सम्भावना कतिको छ दाइ अब यस्तो छ यो अहिले जुन यो सिक्सलेनको बाटो बन्दैछ यो सिक्सलेनको बाटो थिएन भने त हाम्रो रोड भन्दा बाहिरै एरियामा थियो जब सिक्सलेनको बाटो बन्ने भएपछि 82.5 फुट रोडले नै कभर गर्ने भएपछि त्यो चाहिँ रोडको बिच जस्तो बिच भागमै त नभनौँ जस रोडभित्र पर्ने भएको हुनाले यो अब 6 लेनको स्वरूपलाई बिगार्न पनि मिलेन र त्यहाँबाट हामीले स्थानान्तरण गर्ने नै हो अब स्थानान्तरण गर्दाखेरि हामीले हाम्रो चाहिँ विधि संस्कार अनुसार क्षमा पूजा गरेर हैन रुद्री चण्डी पाठहरू लगाएर त्यसपछि चाहिँ प्राण प्रतिष्ठाहरू गरेर नै हामी एकदम विधिपूर्वकै हामीले स्थानान्तरण गर्नेछौँ त्यहाँको थानलाई र रुखलाई चाहिँ अब अलिकति ठुलो धेरै ठुलो रुख भएकोले यसलाई यहाँ स्थानान्तरण गर्न पनि रुखैलाई चाहिँ अलिकति समस्या र यहाँ ल्याएर स्थानान्तरण गर्दा पनि यसले फेरि चाहिँ यो बाँच्न बाँच्दैन भन्ने कुरामा नबाँच्ने सम्भावना ज्यादा भएकोले यो रुख सार्ने प्राविधिकहरू पनि हुनुहुन्थ्यो रहेछ होइन गऱ्यौँ हामीले यो धेरै ठुलो भएको कारणले अलिक असम्भव छ अब त्यहाँ लगेर पनि भोलि सर्दैन त्यसले गर्दा नयाँ हामीले यहाँ फेरि रुख रोप्छौँ र नयाँ रुखमा चाहिँ रुख जहाँ रोप्छौँ त्यहाँनिर हामी थानलाई स्थानान्तरण गर्नेछौँ हस् धन्यवाद।